आज यो जाडो मौसमको अब अन्तिम समय पनि आइसकेको छ। त्यसकारण यो मौरीको अब हिँडडुल पनि अलिकति अब छिटो छिटो हुनसक्छ के कस्तो गरेछ यस्तो अवस्थाको बारेमा अलिकति यसो जायजा लिनु पर्यो भनेर हेर्न पर्यो के कस्तो छ, कहीँ किराकिरी त लागेको छैन भनेर आजको दिन अलिकति हेर्न थालेको। यो माथिको ढक्कन पनि हो, यसमा पनि हुनसक्छ किराकिरीहरू, यसमा पनि आउन सक्छ, बस्न सक्छ। यो मौरीलाई अलिकति चलाउनुभन्दा पहिला ठ्याकठुक गर्नुपर्छ। लगभग ठिकै रहेछ। फेरि पनि यसो हेर्न जरुरी छ, कहीँ यो माकुराले अलिकति जालो लाउने, चिल्साहरूले अन्डाहरू पार्न सक्छ। किनकि यो समयमा अलिकति जाडो सिजनमा चाहिँ मौरीले आफ्नो बचेबुचीको मह खाने गर्छ अनि साथै त्यो चाका मह खाएर सिद्धाएको चाका चाहिँ छोड्छ। त्यसपछि त्यसमा चाहिँ चिल्सा पर्ने हैन, जालो लगाउने यस्तै प्रक्रिया गर्छ। यो अलिअलि कालो भइसकेको छ, यसमा मह थियो, यो मह चाहिँ लगभग खाइसकेछ, अलिकति छ। त्यसकारण नभ्याउन्जनी यो चाहिँ राखिदिनै पर्यो। अब थोरै भए पनि छ, अब किन नोक्सान गर्ने हो र, अब खाओस्, पछि फेरि हेर्न पर्ला। बाँकी लगभग ठिकै छ। अब गर्मी दिन पनि आस्ते आस्ते सुरु होला। अब हेर्न